ओलीको गढमा बालेनको साइलेन्ट अट्याक बाहिरियो कसैले कल्पना समेत नगरेको बालेनको जितको सूत्र जसले विपक्षीलाई समेत लाग्नेछ रिङ्गटा। हामीलाई लाग्छ राजनीति भनेको अङ्कगणित हो, 2 र 2 जोड्दा 4 हुन्छ। जसको संगठन ठुलो उसको जित निश्चित। वर्षौंदेखि हामीले यही देख्दै आएका छौं, यही भोग्दै आएका छौं। तर कहिलेकाहीँ समयको कालखण्डमा एउटा यस्तो पात्रको उदय हुन्छ जसले गणितका सारा सूत्रहरू नै बदलिदिन्छ। बालेन शाह तपाईले याद गर्नु भएको छ, बालेन जब जब मौन हुन्छन् तब तब सबैभन्दा ठुलो कोलाहल मच्चिन्छ। बालेनले आजसम्म जे गरे के त्यो हामीले हिजो सोचेका थियौं? वास्तवमा बालेन जे देख्छन् त्यो हाम्रो सोचको परिधि भन्दा धेरै पर हुन्छ। सम्झनुस् त त्यो समय जेएनजी विद्रोहको रापताप। सिङ्गो देशको चाहना एउटै थियो, बालेन अब प्रधानमन्त्री बन्नुपर्छ। सत्ता हातमा थियो, जनसागर साथमा थियो। एउटा सामान्य नेता भएको भए त्यो कुर्सी हडप्न जे पनि गर्थ्यो। हामी सबैले ठान्यौं बालेन नै बन्नेछन्। तर बालेनले के गरे? उनले इतिहासकै सबैभन्दा अनपेक्षित निर्णय गरे। आफू पछाडि हटेर सुशीला कार्कीलाई अघि सारे देशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा। धेरैले भने बालेन डराए, तर गहिराईमा बुझ्नेहरूले थाहा पाए त्यो डर थिएन, त्यो एउटा लामो रेसको घोडाले चालेको कदम थियो। त्यसपछि फेरि अर्को भविष्यवाणी आयो, बालेन स्वतन्त्र हुन्, उनी बाघ हुन्, कसैको अन्डरमा बस्दैनन्, रासोपा जाँदैनन्। यो विश्लेषण पनि गलत साबित भयो। उनी गए किनकि उनलाई भिडसँग होइन, मिसनसँग मतलब थियो। तर कथाको सबैभन्दा ठुलो ट्विस्ट अब आउँछ। चुनाव नजिकै थियो, सबैको अनुमान थियो बालेनले अब काठमाडौँ वा कुनै सुरक्षित क्षेत्र रोज्नेछन् जहाँ जित सुनिश्चित होस्। तर उनले रोजे झापा 5 हो, एमाले अध्यक्ष केपी शर्मा ओलीको अजय किल्ला। राजनीतिक पण्डितहरूले निधार खुम्च्याए। चिया पसलदेखि न्युज रुमसम्म एउटै आवाज आयो, रविले बालेनलाई फसाए, यो आत्महत्या हो, बालेनको लज्जास्पद हार निश्चित छ। तर्क सही पनि हो, ओलीको संगठन, ओलीको प्रभाव र वर्षौंको विरासत। तर के बालेन यति कच्चा खेलाडी हुन् र? के उनलाई थाहा छैन झापा 5 के हो? कि बालेनले त्यहाँ केही यस्तो देखेका छन् जो ओली स्वयंले पनि देखेका छैनन्? युद्धको एउटा नियम हुन्छ, शत्रुलाई त्यहाँ आक्रमण गर जहाँ उसलाई लाग्छ कि ऊ सबैभन्दा सुरक्षित छ। जस्तो सुकै अपराजय किल्लाको पनि एउटा कमजोर ढोका हुन्छ, जस्तो सुकै शक्तिशाली योद्धाको पनि एउटा नदेखिने कमजोरी हुन्छ। इतिहास साक्षी छ, डेभिडले गोलियाथलाई शक्तिले हराएका होइनन्, युक्तिले हराएका थिए। झापा 5 मा अहिले बाहिर शान्त देखिन्छ, तर जमिन मुनि एउटा ठूलो भूकम्पको तयारी भइसकेको छ। बालेनलाई झापा 5 मा हराउन पठाइएको होइन, बालेन आफै जित्न गएका हुन्। झापा 5 मा बालेनको होइन, सायद अबको लज्जास्पद हार त्यो ओभर कन्फिडेन्सको हुनेवाला छ। यो लडाई व्यक्ति र व्यक्ति बीचको हुँदै होइन, यो पुरानो विरासत र नयाँ सोच बीचको लडाई हो। अब आउँछ त्यो जितको सूत्र जुन कसैले कल्पना गरेका थिएनन्। झापा 5 मा बालेनले परम्परागत भोट काट्न खोजेकै होइनन्, उनको सूत्र हो जेनेरेसन शिफ्ट, पुस्तान्तरण। झापाको त्यो घर जहाँ हजुरबुबा एमाले हुनुहुन्छ त्यही घरको नाति बालेन हो। विगतमा नातिले हजुरबुबाको कुरा सुनेर भोट हाल्थ्यो, तर यो पटक बालेनको साइलेन्ट अट्याकले गर्दा हजुरबुबाले नातिको भविष्य हेरेर भोट हाल्ने वातावरण बन्दैछ। यो भोटको लडाई होइन, यो घरभित्रको इमोसनल लडाई हो र जहिले पनि भावना र भविष्यको लडाईमा भविष्यले जित्छ। बालेनलाई थाहा छ ओलीको किल्ला बाहिरबाट जति बलियो देखिए पनि भित्रबाट परिवर्तनको चाहनाले मक्किसकेको छ। बालेनले मात्र त्यही मक्किएको ठाउँमा एउटा सानो धक्का दिने हुन्। नतिजा के हुन्छ त्यो भविष्यको गर्भमा छ। तर एउटा कुरा भने पक्का छ, बालेन त्यत्तिकै मैदानमा उत्रिएका छैनन्। यस्तो लाग्छ बालेनलाई कसैलाई थाहा नभएको जित्ने सूत्र थाहा छ।